हुनुहुन्छ सबै अनि स्थानीय मान्छे आदरणीय साथीभाइ तथा दिदीबहिनीहरू यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। आज हामी करिब हामी यो 4औं वर्षको सार्वजनिक सुनाइको यो वर्षको आर्थिक वर्षको दोस्रो सार्वजनिक सुनाइमा आइपुग्दा सहभागी र प्रश्नको गहनतामा चाहिँ म खुसी छु। धेरै ठाउँमा प्रश्नहरू राजनीतिक उद्देश्यले सोधिन्थे, यसलाई काम नगरेको देखाउन पाए हुन्थ्यो भन्ने उद्देश्यले सोधिन्थ्यो, यसलाई पेल्नुपर्छ भन्ने हिसाबले सोधिन्थ्यो। तर यहाँ चाहिँ आवश्यकताका आधारमा यहाँ जे छ त्यहीको विषयलाई नै प्रधानतामा राखेर सोधिनु भएको छ र धेरै सङ्ख्याको हिसाबले पनि धेरै स्थानीयवासीहरू सहभागी भएर प्रश्न सोधिनु भएको छ। यसको लागि म वडाध्यक्षज्यू मार्फत वडाध्यक्षज्यू पनि र उहाँ मार्फत सम्पूर्ण यहाँ उपस्थित महानुभावहरूलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। यहाँ सुनिएका कुराहरूले नै हजुरहरूले उठाएका प्रश्नहरूले नै हामीले नयाँ वर्षको बजेट बनाउने क्रममा प्राथमिकता प्राप्त गर्ने वा छलफलको विषय बन्ने गर्छ। र हजुरहरूले आज उठाएको विषय नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकले मात्रै नभएर तपाईँको वडा अध्यक्षले मात्रै नभएर कार्यपालिकाको सबै टिम, कार्यपालिका सदस्यज्यूहरू, वडा अध्यक्षज्यूहरू, डिस्ट्रिक्ट शाखाका प्रमुखज्यूहरू सबैले सुन्नुभएको छ। त्यसैले योजना बनाउने क्रममा ती सबै विषयले प्राथमिकता पाउनेछन्। हामी हट्यौँ भने पनि सरहरू त्यहीँ रहिरहनुहुन्छ, उहाँहरूले यसलाई क्रमबद्ध राख्नुहुनेछ यो आशा गरौँ। केही विषयहरू जस्तै यहाँ अहिले मैले आकृतिमा पनि हुनुहुन्छ, आशिष डाक्टर आशिष सर पनि हुनुहुन्छ, त्यो अहिलेको कृषक एकजना कृषिको भन्ने कृषक र गाई पाल्ने सहकारीकोलाई भेटेर फोन नम्बर लगेर त्यसलाई प्राविधिक सहायता दिने गरी हजुरहरू तयारी गर्नु, सायद पाइरहनुहुन्छ होला उहाँहरू। त्यो गरौँ, अफिसबाट दिन सकिने सम्मको सेवा हामी दिउँ। अहिले रत्नजीले उठाउनु भएको थियो, यही क्षेत्रबाट त्यो ठुलो मात्रामा कृषि उत्पादन पशुपालनमा जोडिने अवस्था बन्यो र प्राविधिक पनि यहीँ राख्नुपर्ने अवस्था बन्यो भने त्यो पनि हामी सफल गर्छौँ। प्रदेशले भोलिन्टियर पठाउँछ, त्यो भोलिन्टियर पठाउने कुरा पनि भयो भने हामी त्यसलाई प्राथमिकतामा राख्छौँ। जगतजीलाई आग्रह छ, पानी सिँचाइलाई पुग्ने गरी तपाईँहरूलाई पनि मार्नु हुँदैन। तपाईँहरू जहाँ नि पानीका मुहानहरू छन्, मुहान हेरेका छौँ। तपाईँहरूलाई पुग्ने गरी बाँकी रहेको पानी हुँदासम्म व्यवस्थापन गरेर खानै नपाएको त्यता 3 महिना चाहिँ पानीको साह्रै सङ्कट पर्दैछ। दुईलाई पनि हामी सबै भूभाग हेऱ्यौँ। त्यही भएर तपाईँहरूले पनि अलिक ठुलो मन गरेर खेर जाने पानी हजुरहरूलाई उपयोग गरेर हजुरहरूलाई कटाएर हामी लान खोज्दैनौँ, माग्दैनौँ, भन्दैनौँ। तर हजुरहरूले आफैले ठुलो मन गरेर यति पानी त हाम्रोमा खेर जान्छ, यति दिउँ, रातभरिको सङ्कलन गरेको पानी त दिउँ भनेर हजुरहरूले एउटा प्रस्ताव गरेर त्यहाँका स्थानीयलाई पानी पाइदिनुहोस्। हजुर म तपाईँहरूलाई त्यो आग्रह गर्छु। पदम सरले सिफारिस दिनुभयो भनेर हजुरले भन्नुभयो, दिनु भएको छैन। अघिल्लो पटक जग्गा किन्ने भन्ने विषय छलफल हुने क्रममा मुहान दर्ताको विषय हो भने हुन्छ भनेर लेख्नु भएको हो। तर यो पटक उहाँले जग्गा पानीको मुहान दर्ता गरेर भनेर सिफारिस दिनुभएको छैन। यो भ्रम नराख्नु होला कसैले पनि। वडा अध्यक्षज्यूले त्यसरी सिफारिस गर्नु भएको छैन र उहाँले अहिले दर्ता गर्न खोजेको मुहान फेरि उहाँले सिफारिस गर्नु नि पर्दैन, वडा नम्बर 2 पर्ने मुहान हो, 2 सिफारिस गर्ने हो। तर हामी तपाईँहरूले प्रयोग गरिरहनु भएको 2 मुहान भए पनि अग्राधिकार तपाईँलाई लाग्छ, तपाईँले प्रयोग गरेर बाहिरको पानी मात्र दिनुहोस् भनेर त्यही आग्रह गर्छौँ, छलफल गर्छौँ, मुहानहरू खेल्छौँ, विकल्प खोजौँ। तपाईँहरूले सिँचाइमा प्रयोग गरिरहनु भएको छ, उहाँहरूलाई अरू बेला सिँचाइ होला तर 3 महिना पिउने पानीकै समस्या छ कि त्यहाँ। तपाईँहरू पनि छिमेकी हुनुहुन्छ, आखिर हामी सबै साझा मानिस नै हो। पिउने पहिलो प्राथमिकता सिँचाइलाई दोस्रोमा राख्नुपर्छ। तर तपाईँको सिँचाइलाई पुगेर बाँकी रहेको पानी हजुरहरूले ठुलो मन गरेर यति दिउँ भनेर हजुरहरूले प्रस्ताव गरिदिनु भयो भने त्यहाँका मान्छेहरू धेरै आभारी हुन्थे। पानी बाँकी रहेको धेरै जाने पानी, अब पानी धेरै नै हुन्न, बाँकी नै रहन्न भन्नुभयो भने छुट्टै कुरा हो होइन। नभए पानी रह्यो भने पानी खेरा जाने पानीलाई तपाईँहरूले प्रयोग गरेको भन्दा तलबाट लान सकिने अवस्था प्राविधिक अध्ययन गर्नुपर्ने भयो भने गरेर दिनुपर्ने चाहिँ हुन्छ। अब रुख काट्ने कुरा उठाउनु भएको थियो, अहिले हामीले रुख काट्दैनौँ, रुख यस्तो छ काट्नु पऱ्यो भनेर हजुरले दिनुभयो भने हामी नगर प्रहरी पठाएर सहजीकरण गर्छौँ, चेन्सो पठाइदिन्छौँ र काट्ने मान्छे चाहिँ तपाईँले खोजेर त्यो काटेको सामग्री चाहिँ जसको बालीको उसलाई दिनु पऱ्यो। तपाईँको बालीलाई नष्ट गरेको रुखहरू चाहिँ हाम्रो नगर प्रहरीको रूपमा काटिदिन्छौँ। त्यो चाहिँ हजुरले फर्मल्ली एउटा निवेदन दिनुभयो भने हामी त्यसलाई व्यवस्थापन गर्छौँ। कृष्णजीले उठाउनु भएको एकदम राम्रो कुरा अन्तिममा भन्नुभएको छ, सङ्घले गर्ने काम के, प्रदेशले गर्ने काम के र स्थानीयले गर्ने काम के भन्ने बारेमा हामी स्थानीयलाई जागरुक गराउनु पर्ने हामीलाई जरुरी छ। हामीसँग हुने मानव हामीले एउटा ठुलो रकम छुटाउन सक्यौँ भने एउटा बाटोलाई 1 करोड छुटाउँछौँ, त्यसलाई ढलान गर्नु पऱ्यो भने 475 मिटर हुन्छ, पिच गर्नु पऱ्यो भने 700 मिटर मात्रै पिच हुन्छ। 1 करोडले ढलान गर्नु पऱ्यो भने 475 मिटर, पिच गर्नु पऱ्यो भने 700 मिटर। अब हाम्रो 1 करोड भनेको ठुलो पैसा हाम्रो लागि स्थानीय तहलाई। त्यसैले हाम्रो
स्थानीयको पहिलो प्राथमिकता पर्ने बाटोहरूमा पनि हामीले हाम्रो पैसाले सम्बोधन गर्न सकिरहेका छैनौँ। सङ्घ र प्रदेशलाई मागिरहेका छौँ। हालसालै निर्वाचित मान्यज्यू अस्ति नगरपालिकामा योजनाहरूको बारेमा आउनुभयो थियो। हामीले आएर बजेट बनाउने कुराको अलिअलि सुझाव दिनुभयो र धेरै बजेट हामीले मागेको चाहिँ सडक पूर्वाधारमा थियो। सबै सडक पूर्वाधारमा मात्रै माग्ने, तिमीहरू योजना बनाउन नजान्ने रहेछ भन्ने आशयले हामीलाई उत्तर पनि दिनुभएको थियो। तर हामी भिडमा पुग्दा अहिले पनि सडक नै पहिलो आवश्यकता छ। सडक पुगिसकेका गाउँहरूमा बल्ल अरू सेकेन्डरी अरू कुराहरू मागिरहनु भएको छ। यहाँ आउँदा पनि पहिलो आवश्यकता सडक नै देखेका छौँ र हामीले योजना बनाउने, हामीले ठुला सरकारहरूलाई माग्ने, प्रदेश र सङ्घलाई माग्ने र यो बाटोको दोस्रो प्याकेज ठेक्का लगायो भने चाहिँ वडा कार्यालयसम्म कम्तीमा ठेक्का खुल्छ। त्यसको लागि चाहिँ हामीले सबै पार्टीहरूलाई आग्रह गरेका छौँ। इभन अहिलेको सबभन्दा ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आज हामीले पत्र लेखेका थियौँ। उहाँको उपाध्यक्ष छविजीलाई हामीले त्यो पत्र बुझाएका थियौँ। उहाँलाई हस्ताक्षर गरेर लिएर आएका थियौँ। छविजी आउनु भएन, यो एरियाको युवराजी हुनुहुन्थ्यो। सायद छविजीले उहाँलाई सूचना दिनु भएन कि उहाँको कार्यालय कहिल्यै खुल्दैन, त्यो भएर पसलमा लगेर छविजीको पसलमै लगेर उहाँलाई सही गराएको थियो। हामीले सूचना, हाम्रो जानकारी दिएका थियौँ। उहाँहरूलाई पनि हामीले लगेर प्रदेशमा उहाँहरूको सरकार मान्ने नभए पनि उहाँहरूलाई पनि लगेर जान्छौँ। सङ्घमा उहाँहरूको सरकार बन्न थालेको छ। अबको सरकार बनेको 1-2 दिनमै हामी त्यहाँ पुग्छौँ र यी ठुला सडकहरू माग्नुपर्ने ठाउँमा हामीले लाग्छौँ र ती सम्बोधन गर्ने प्रयासमा हामी लाग्छौँ। हामीलाई नै तपाईँहरूले 5 वर्षको लागि यही कामको लागि जिम्मा दिनुभएको थियो। सबै काम छोडेर यही काम नै जनताकै कामहरू गरिरहेको छौँ। कति सफल बन्ने, कति बन्न सकिन्छ भन्ने कुरा बजेटले प्रभाव पार्दो रहेछ। हाम्रो आन्तरिक बजेट छैन। कति सहजीकरण गरेर कन्भिन्स गर्न सकिन्छ त्योमा भर पर्दो रहेछ। जस्तो अहिले पानीकै कुरा गऱ्यौँ हामीले, तपाईँलाई सिँचाइ गरेर पनि पुगेर पनि धेरै हुन्छ भने दिनु न भनेर आग्रह गरेको। हाम्रो कामै त्यही हो, हामी गर्ने सहजीकरण हो। उतापट्टिकाले कामै गरेन भन्छन्, पानी खान पाएन भने हजुरको थोरै पानी हामीले प्रतिशतमा झिकेर लानुपर्ने अवस्था पर्यो। यसले कामै गरेन हाम्रो लग्यो भन्नुहुन्छ। यही हो हामी गाली खाने ठाउँमा छौँ। प्रयास गरिरहेका छौँ, सकारात्मक प्रयास। फेरि पनि अन्तिममा तपाईँहरू सबैलाई उपस्थितिलाई धेरै धेरै धन्यवाद। आजका धेरै सुझाव सल्लाहहरू हामीले मनन गरेका छौँ। यसलाई रेकर्डेड गरेर सम्बोधन गर्ने प्रयास, हामीले जुन ठाउँबाट सम्बोधन गर्न सक्छौँ सम्बोधन गर्ने प्रयास गर्छौँ। फेरि अफिसको सम्पूर्ण टिमलाई यो सार्वजनिक सुनाइका लागि जुन तयारी गर्नुभएको थियो अफिसको टिमलाई धन्यवाद र स्थान वडा नम्बर 3को वडा अध्यक्षज्यू र अन्य सबै वडा अध्यक्षज्यूहरूलाई पनि फेरि अनि जनप्रतिनिधि सबै साथीहरूलाई पनि उपस्थितिलाई धेरै धेरै धन्यवाद। किनभने हामीलाई योजना बजेट छनौट गर्ने क्रममा यहाँ सुनेका कुराहरू चाहिँ सबै बजेटमा भूमिका खेल्ने, सबै यहीँ आउनुभयो भने भोलि बजेटको उता छुट्याउने बेलामा सजिलो हुन्छ। हामी तिमीहरूले मात्रै सुनेर हुन्छ मेरो वडामै चाहिन्छ भनेर वडा अध्यक्षज्यूले आफ्नो वडालाई माग्ने प्रयास हुन्छ। तर यहाँ आएर सुन्दाखेरि साझा समस्याहरू उहाँले सुन्नु भएको छ, हामीलाई बजेटको निर्णय गर्न सजिलो हुन्छ। यसका लागि सबै फेरि जनप्रतिनिधि टिमलाई धन्यवाद दिँदै राजनीतिक दलका उपस्थित महानुभावहरूलाई धन्यवाद दिन्छु र सम्पूर्ण नागरिकहरूलाई फेरि धन्यवाद दिँदै यो हाम्रो सार्वजनिक समय यही सकिएको आग्रह गर्छु। धन्यवाद, नमस्ते।